नाम समेत आमाको सम्झनामा मेरो नाम टिकाराम खनिया हो। लमजुङ दुराडाँडा बरबोट मेरो घर हो। मनोहरका पिता मेरा आमा हुन् बजना ठुली। सम्झन्छु अहिले एक्लै आमा नै घरको मुली। छोडेर जानुभयो आमा आउँछ सम्झना अति। अहिले बल्ल थाहा भयो आमा रहेछ सम्पत्ति। जन्मेर मर्नै पर्ने प्रकृतिको यही रीत। त्यति धेरै दया माया अब पाऊँ म कोसित। सुविस्तासँग राख है आमालाई देवता गण। सक्दिनँ केही पुर्याउन दिन्छु अन्जुली तर्पण। कति खुसी थिएँ आमा तिमी टन्न अगाउँदा। कति दुखी भएको छु आमा भन्न नपाउँदा। सक्दिनँ बिर्सन मैले मृत्यु पर्यन्त ती कुरा। बिन्ती छ देवता गण आमालाई गरिदिनु पुरा। देउता भागेर जन्मेको छोरो म दया गर। मर्नै पर्दछ एक दिन त जिन्दगीहरू के छ र। बेला भएपछि आमा म पनि आउँछु खुदै। त्यतिखेर भनौँला म सबै कुरा रुँदै रुँदै। तिम्रो बिछोडमा आमा उडेको छ सधैँ मन। घर सुन्ने भएको छ कसरी म बसौँ भन। कसरी बिर्सने आमा बाँचिन्जेल बस्यौँ सँगै। तिम्रो सेवा गरेकै हौँ घरबाट कतै नगई। जब खाने बेला हुन्छ आमा सम्झेर रुन्छु म। सुतेको ठाउँ खाली छ त्यसै बिहोल हुन्छु म। सिरक र दसना देख्छु आमाकै बास चल्दछ। देख्दिनँ घरमा कतै त्यसैले जिउ गल्दछ। सहनशील थियो आमा सहन्थ्यौ जे परे पनि। हुन्थ्यो समाजलाई पाच्छ जसले जे गरे पनि। छोरीको जन्म लिएर अर्काको घर आउनुभयो। म हुर्केपछि थाहा पाएँ बेसरी दुःख पाउनुभयो। रातिमा रुनुभयो आमा दिनमा रुनुभयो कति। बल्ल माथि बनाइरा तलमाथि बनाइराख्ने यही हो प्रकृतिको गति। आत्तिन मात्तिन हुन्न धैर्यले काम बन्दछ। सहन पर्छ नारीले नीतिले यही भन्दछ। सुन्नुहुन्थ्यो गुरुबाट पढाउँदा नीतिका कुरा। गर्नुभएछ आमाले भनेको जति हो पुरा। तपस्या गर्न पर्दैन कसैले वनमा पसी। ईश्वरले पहिचान गरी लगाउँछन् उनले कसी। न्याय अन्याय छुट्याउने माथि नै छ अदालत। जस्तो सुकै गरोस् यहाँ खोल्दैनन् उनी हुर्मत। भोग्नु पर्दैन तारेख त्यही छ सुविधा ठुलो। पाप र धर्म तौलने त्यही छन् दुईवटा तुलो। न्याय गर देवता गण आमालाई राख साथमा। आमाको लागि के गर्ने सपना देऊ रातमा। भगवान तिमीले लग्यौ मेरो आमा कसो गरी। हात जोडेर बिन्ती छ राख तिम्रै वरिपरि। आकाश पृथ्वी सारा जीव जन्तु रह्यो भने। उहाँकै पेटमा बसौँ अर्को जन्म भयो भने। नहुँदा घरमा बाबा कति रोयो होला मन। शान्त स्वभावको हुँदा सक्नुहुन्न थियो बोलन। मलाई पनि लुकाई एक्लै बसी रुनुभयो। जब बुझ्ने भए आमा आफ्नो व्यथा पुग्नुभयो। मलाई राख्नुभयो आमा छातीभित्र लुकाउँदै। सेवा गर्नुभयो आमा ज्यान आफ्नो सुकाउँदै। मैले सबै देखेको हुँ आमाको त्यो बुहार्तन। अहिले सबै लेखेको हुँ शान्त हुन्छ भनी मन। बाँचिन्जेल मलाई आमा सम्झेर अति ताप भयो। 70 सालको वैशाख मलाई त्यो अभाव भयो। दाजुभाइ सँगै थियौँ 24 गतेका दिन। बिहान 10 बजेपछि आएछ यमराज लिन। खुवाएका थियौँ खाना उल्टी भयो सब फाल्नु भयो। बोल्दा बोल्दै झरे आँसु आमा त रुन थाल्नुभयो। झटपट गरी लगिहालौँ तुलसी मठमा पुगी। सबैले पानी खुवाइदियौँ गइहाल्यो बाँकी दुखदुखी। सती सावित्रीको जस्तो थियो चरित्र कञ्चन। सँगमा राख है देउता सबैले गरी मन्थन। सल्लाह गर देउता हो मेरो पुकार पनि सुन। सफा थियो मन उनको थिएन केही बैगुन। सम्झना आउँदा आमा फोटोमा गई रुन्छु म। फोटो राखेर काखमा आमा सम्झेर रुन्छु म। मुटुमा पर्दछ गाँठो आँखामा आँसु झर्दछ। देख्दिनँ म कुनै कुरा दिउँसै रात पर्दछ। घरको परको काम भित्र बाहिर जता पनि। जुनसुकै काम परो सबै गरिदिने सिपको धनी। बनाउन तुलसी मठ सबैको घर आँगन। जान्नुहुन्थ्यो मेरो आमा कति त नबोलाइकन। मठमा लेखेका देउता भनिन्थ्यो लेखेकै हो र। देख्दथ्यौँ अहिले बोल्छन् ब्रह्मा विष्णु महेश्वर।
चारपाटा सिँगारदा फुल बन्थे थरी थरी मठ देखेपछि आमा सम्झन्छु म घरिघरि राजा रङ्क सबै मर्छन् यस्तै छ कालोको गति छोडेर जानुपर्ने भएको श्री सम्पत्ति मुठी बाँधेर जन्मियौँ मुठी खोलेर जानु छ जीवन हो पानीको फोका के हन्डर खानु छ बाँचेको छ कोही पनि यो विश्वमा कुनै जन इन्द्रले पनि सक्दैनन् अन्त्य भएपछि रोकन तेरो मेरो भनी यहाँ रुवायो कतिको मन मर्नु पर्दछ भनेर सक्दैनन् कोही सोचन आमा खोजेर पाइन्न अरू चिज खोजी पाइयो मुठीभित्र भएदन सबै चिज रोजी पाइयो किसानी काममा व्यस्त साँझमा घर आउँथे नपुज्दै पसिना आफ्नो आमा भनी बोलाउँथे मलाई छोडी जानुभयो आमा कसलाई भनौँ अब नरमाइलो हुने भयो चाडबाड र उत्सव 10 महिना पेटमा राखी काम बेसी गर्नुभयो कति अड्कली खानुभयो आमा पाएको चिज जे जति हुन्छ बाजा भनी आमा हजुरले बस्नुभयो बार्नुभयो मुख जन्माउँदा मलाई आमा भयो होला कति दुःख हुर्काउनु भयो आमा काटेर कष्टका दिन किसानी काममा व्यस्त फुर्सद थिएन एकछिन जस्तै गरोस् जहाँ जे ठिकठाक पार्थे मुखले गर्नुभयो सबै कुरा काम सहेर अति ढुक्कले बुढी भएपछि आमा सुखले काट्नुभयो दिन सम्झेर रुन मन लाग्छ छोडेर जानुभयो किन टाढोबाट अरू आउँछन् बिर्सिएर बोलाउँछु सुतेको ठाउँमा जाँदा देखिन्न म टोलाउँछु आमाको देख्दछु फोटो देखिन्छ कपडाहरू मन लाग्छ कुरा गर्न नबोलेपछि के गरू माया धेरै दिने मध्ये आमाको सरीको छ र जुनसुकै अवस्थामा माया पाउने निरन्तर खाने कुरा कति मिठो आमाले छोइ ल्याउँदा जुठो पनि बुढो पनि हुने छिटो आमाले सुमसुम्याउँदा आमा सम्झेपछि मेरो भोग तिर्खा हराउँछ अरू कुरा म के भनौँ एक्लै मन बरबर आउँछ आमा भन्ने मेरो लागि जीवनै भर मासियो मेरो आमा गयो छोडी पृथ्वी पनि भासियो सुख दुःख दिन रात बनोट सृष्टिको हुँदा देखेको छ र गए कसले आमा सम्झेर मै रुँदा प्रकृतिको नियमभित्र रुनु छ पनि व्यर्थमा सधैँ बस्ने कुनै जीव होला र त्यस अर्थमा अयोध्या रामको राज्य पढियो चकचकी गरे पुज्दैछौँ देवता मानि आखिरी ती पनि मरे मथुरा गोकुलैभरि कृष्णले उदुमै गरे देवता हुन् भने अरे कृष्ण कालकै वशमा परे रोएर अरू के हुन्छ चित्त शान्त गराउँछ आयो मर्ने बेला भन्दा मान्छे त्यसै डराउँछ 70 सालको वैशाख आयो अचम्मको हुरी 90 वसन्त पार गरी जानुभयो अलगापुरी हुर्काउनु भयो आमा 2 छोरा अति दुःखले यहाँको नगरे चिन्ता बस्नुहोस् त्यहीँ ढुक्कले जानै पर्दछ एक दिन त कुन्निनो 7 बारमा सक्छ र कसैले मेट्न लेखेको छ निधारमा मरेपछि गरेको दान कसले कहाँ कसले हो पाउने को होला त्यो बनाउने खाता पाता मिलाउने सकियो।